नमस्कार है भाउजू। ओहो नमस्ते बाबु। आज त बाटै बिराएर आउनुभयो कि क्या हो? होइन, के को बाटो बिराउनु भाउजू? दाइसँग काम थियो त्यही भएर आएको नि। ए दाइ त अस्तिदेखि नै घरमा हुनुहुन्न। अस्तिदेखि आउनु भएको छैन रे? होइन भाउजू, बुढाबुढीमा ठुलै ठ्याकटुक पऱ्यो कि क्या हो? त्यही बाँकी छ नि। अब हाम्रो देशमा जनगणना सुरु हुन लाग्यो रे। दाइ त त्यसकै गोष्ठीमा जानुभएको छ। अझै फर्किने कुरा छ बाबु। होइन, जनगणना त अस्ति भर्खर गरे जस्तो लाग्थ्यो, फेरि गर्न लागेछन्। ल कहाँ अस्ति भर्खरै भएको र? यो त 2068 सालमा भएको। अब 2078 सालमा फेरि जनगणना सुरु हुन्छ। विक्रम सम्वतमा पछाडि 8 आउने प्रत्येक 10-10 वर्षमा हाम्रो देशमा जनगणना हुन्छ। बुझ्नुभयो बाबु? अब हाम्रो भाउजू शिक्षिका भन्ने कुरा पक्का भयो। ल भाउजू, अहिले म जान्छु। म आएको कुरा दाइलाई भनिदिनु होला। ल भन्दिनँ त। मेरो घरमा आँगनमा पाइलो भर्खर टेक्नु भएको छ। म कहाँ चिया नखाइ पठाउँछु। पक्नु म बनाइहाल्छु। होइन भाउजू, अहिले चिया नखाऊ, दाइ आएपछि आउँछु, त्यति बेला नै खाउँला। म गएँ है। एक कप चिया खान पनि यो बाबुको नाटकै धेरै। होइन, के को हाँसो यस्तो भने? होइन दाजु, एक कप चिया है। अब के हुनु, त्यही 2 आना 3 आना 4 आना कुरो त भने त्यो बाहेक के नै छ रे गाउँमा भने। कुनै पनि कुरालाई हेर्ने दृष्टिकोण राम्रो हुनुपर्छ। के छैन हाम्रो गाउँमा? सब थोक छ नि, होइन त हरे दाइ? हो नि, यिनीहरूले कुरा बुझे पो। कुरा त्यही त हो नि। यिनीहरूको कुरा गरेर साध्य छैन मुकुन्द हेर। अब हामीले है राम्रो खेतबारी देख्यौँ भने यहाँ फलानु फल फलाउनु पाए त मजाले आम्दानी हुन्थ्यो भनेर सोच्छौँ होइन। अब यिनीहरू जो जग्गा बेचाउनु पाए त मजाले कमिसन खान पाइन्थ्यो भनेर भन्छ। अनि जग्गा धनीको दिमाग कसरी बुझ्ने भनेर सोध्छ। यिनीहरूसँग कुरा मिल्दैन हाम्रो। त कहाँ आइरहेछ मुकुन्द? म विशाल दाजु कहाँ गएको थिएँ, उहाँसँग भेटै भएन। उहाँ त जनगणनाको लागि गोष्ठीमा पो जानुभएको रहेछ। जनगणना? ए जनगणना त आइपो सकेछ त। यही 78 सालमा त हो नि। हरिदाई पनि एउटा जग्गा मिलाउन नसके बेला अब जनगणना कहिले कहिले के को हतार अहिले? हे कस्तो कुरा नबुझ्या होला। म तँलाई एउटा कुरा सोध्छु है त हेर। अब रामदाईको छोराको बिहे आउन 2 महिना भइसक्यो नि। त्यो त हो नि, तर अस्तिदेखि नै घरका मान्छेहरू भ्याइ नभई काम गरिरहेका छन्। किन होला भन् त? किन भन्नु नि दाइ? सारा किनमेल गर्नु पर्यो, कार्ड छपाउनु पर्यो, बाँड्नु पर्यो। त्यही त, लुगा किन्नु पर्यो, अनि सिलाउनु परेन। अनि पार्टी प्यालेस खोल्नु पर्यो। कति धेरै काम हुन्छ। एकैचोटि गरेर भ्याइन्छ? भ्याइँदैन नि दाइ। हो, अनि जनगणना जस्तो कुरा पनि उति नै खर गरेर भ्याइन्छ त? चान्चुने कुरा हो त? 77 जिल्लामा सचेतना अन्तर्क्रिया गर्नुपर्छ। अन्य सरोकारवालासँग छलफल गरेर पाइलट सेन्ससको तयारी भ्याउनुपर्छ। त्यसै हुन्छ? ए पुरै देशभरि जनगणनाको बारेमा जानकारी गराएर देशव्यापी रूपमा सम्पन्न गरिने काम पो रहेछ। अनि समय त लागिहाल्छ नि। होइन, कसरी थाहा पाउनु भयो दाइ तपाईँले यस्तो कुरा? ऊ बेला मैले पनि जनगणनामा गणक भएर काम गरिरहेको थिएँ क्या। त्यही भएर मलाई अलिअलि थाहा छ। ए त्यसो भए यो गाउँमा विशाल दाजु पछाडि हरिदाई नै जनगणना सम्बन्धी ज्ञान भएको मान्छे हुनुहुँदो रहेछ। त्यो त तिमीहरूले मूल्याङ्कन गर्ने कुरा हो हेर। अब मलाई यो जनगणना बारे काम गरेको भएर होला यसबारे कसैले कुरा गर्यो कि सुनिरहँ जस्तो लाग्छ। अनि मुकुन्द, विशाल भाइ कहिले आउँछ? भन्ने बित्तिकै टुप्लुक्कै पो आइपुग्नु भएछ त। अनि फेरि कहाँ बस्नुभएको? मलाई स्कुल जान हतार हुन्छ। ए त सुन्नुहोस् न, अघि घरमा मुकुन्द बाबु आउनुभएको थियो। ए अनि के भन्नु? के भन्नु नि, दाइ त जनगणनाको गोष्ठी कार्यक्रममा सहभागी हुन जानुभएको छ मात्रै। के भन्दै थिए? उहाँले निकै चासो दिएर सोधखोज गर्दै हुनुहुन्थ्यो मसँग। ए हो र? निकै अर्जेन्टै थियो क्या? जानुपर्छ क्या रे? तिमीसँग र नि त खाइवरी मलाई राख्दै स्कुल जाऊ, म चाहिँ त्यसलाई भेटेर आएर खाउँला नि त।
कहाँ हुन्छ त्यसरी? मलाई स्कुल जानुपर्छ। बरु दुवैजना बसेर खानासाना खाऊ अनि हजुर आफ्नो काममा जानुहोस्, म आफ्नो काममा जान्छु। जाउँ भित्र। ल छिटो गरेर ल। नमस्कार। टाढा हिँड्नुभयो कि मर्निङ वाक हो कि क्या हो? यसो गरेर हिँड्यो नि। अनि दाइ कति पैसा मात्र जम्मा गरेर तलाउनुहुन्छ भने सस्तो जग्गा आछ दिने होइन? फेरि भाइ हरेक कुराको एउटा समय हुन्छ क्या। अब अहिले देशमा जग्गाको भन्दा पनि जनगणनाको बेला आउनु लाग्छ। त्यही भएर सबभन्दा पहिले हामीले यो राष्ट्रिय जनगणना जस्तो महाअभियानलाई सबैले मिलेर सफल पार्नुपर्छ। त्यसपछि अरू काममा लाग्ने हो क्या। दाइ पनि यो जनगणना सनगणना केही पनि थाहा छैन क्या हामीलाई। त्यो काम त सरकारको होइन र भने। त्यही त। अनि सरकार भने के? सरकार भने जनताको प्रतिनिधिहरूको संस्था होइन? हो त। अनि जनताको प्रतिनिधिहरूले गर्ने काम भनेको हामी जनताले नै गर्ने काम भएन? त्यो त हो दाइ, तर यो राष्ट्रिय जनगणना भने चाहिँ के हो? होइन दाइले त किनको जस्तो गरेर कुरा गर्नुभयो। कुरा यस्तो हो, हाम्रो नेपालको संविधानमै व्यवस्था भएअनुसार हरेक 10-10 वर्षमा देशैभरिका सम्पूर्ण स्थानीय निकायहरूका प्रत्येक वडाको घर घरमा पुगेर त्यहाँको घरको, परिवारको र परिवारका सदस्यहरूको व्यक्तिगत विवरण समेत जस्तै जात, जाति, लिङ्ग, धर्म, वर्ण, प्रजनन, बसाइसराई यावत सम्पूर्ण विवरणहरू सङ्कलन गर्ने कामलाई राष्ट्रिय जनगणना भनिन्छ। यो त ठुलो काम हो नि भाइ। म यही कामसँग सम्बन्धित एउटा गोष्ठीमा सहभागी हुन गएको थिएँ। ओहो, यो त हामीले जान्न पनि कुरा रहेछ यार। यसो गरौँ, पहिला एकजनालाई त्यहाँ कुराइरहेछौँ, त्यसलाई भेट्छौँ, त्यसपछि दाइलाई आएर भेटौँला नि। अनि दाइ टाढै लाग्नुभयो? त्यो होइन, त्यो मुकुन्दी आएको रहेछ घरमा बिहान। अब म त गोष्ठीमा गएको थिएँ, आइपुगेकै थिइनँ। के काम हो थाहै भएन। अनि त्यही भएर त्यसैलाई भेटौँ भनेर निस्केँ। ए मुकुन्दे, त्यो त त्यही पसलमा गफ छुटेर बसिरहेछ नि। बरु हामी पनि काम सकेर दाइलाई भेट्न आउँला कि कसो हो? त्यही त। ल ल ल, त्यो त्यहाँ छ भने म भेटिहाल्छु नि त। फेरि त्यहाँबाट नि हिँड्देला है त? हुन्छ त, हुन्छ। हस् दा। भनेपछि जनगणनाको तयारीको समय आइपुगेछ। यसपालि जनगणनाको कार्यक्रम कति दिन राखेको रहेछ मुकुन्द? हरि दाइ पनि यो जनगणनाको बारेमा मलाई मात्र के सोधिरह भने सबै कुरो मलाई थाहा छ जस्तो गरेर। के म विशाल दाइ हो र भने? त्यही त। विशाल दाइ पनि ठ्याक्कै आइपुग्यो। अब सबै कुरो उहाँलाई सोध्नु। उसलाई के थाहा? नमस्कार। के हो? के हल्ला भइरहेको? मलाई त तिमी आएको असाध्यै खुसी लागिरहेको थियो। एउटा कुरा सोधि पनि हालौँ है। भन्नुहोस्। तिमी त गोष्ठीमा भाग लिन पनि गएको थियौ रे। हो त। यो जनगणनाको कार्यक्रम सरकारले यसपालि कति दिन राखेको रहेछ? 2078 साल जेष्ठ 25 गतेदेखि असार 8 गतेसम्म जम्मा 15 दिनको कार्यक्रम छ। विशाल दाइ, थुप्रै कर्मचारीहरू चाहिन्छन् होला। देशभरि कति कर्मचारीहरू खटिन्छन् दाइ? 43,000 गणक र 9,000 सुपरभाइजर गरेर 52,000 स्टाफ चाहिँ सरकारले फिल्डमा खटाउने योजना गरेको छ। र यति स्टाफले 70 लाख परिवारको करिब 3 करोड जनसङ्ख्यालाई गणना गर्छ। ओहो, त्यत्रो है? अनि जनगणनामा अरू के विवरण लिन्छ? मौकामा हामी पनि जानौँ न। भइहाल्छ नि। उसो भए घरैबाट सुरु गरौँ नि त। जुन घरमा एउटा परिवार बसिरहेको हुन्छ नि, त्यो घरको प्रयोजन के हो? घर कति तलाको छ? अब घरमा परिवारको सङ्ख्या कति छ? त्यसमा पनि महिलाको सङ्ख्या कति छ? पुरुषको सङ्ख्या कति छ? वा अन्य लिङ्गी कति छन्? छ भने त्यसको सङ्ख्या पनि कति छ? अनि कति जमिनमा चाहिँ कृषि कार्य भइरहेको छ? कति पशु चाहिँ पन्छीहरू चाहिँ घरमा पालिराखेको छ? यस्तै विवरणहरू लिने त। साथी, हाम्रो पालामा त्यो पारिवारिक विवरण भन्ने हुन्थ्यो क्या अरे? अहिले त्यो हुन्छ कि हुँदैन विशाल भाइ? हुन्छ नि, पारिवारिक विवरण भन्ने यसपालि पनि छ नि। ए, अनि त्यसमा कस्तो प्रश्न सोधिन्छ त?
अब त्यो पारिवारिक विवरणमा त्यस्तै त हो नि। अब घरको स्वामित्व, घरको संरचना कस्तो छ, घरमा टेलिफोन छ कि छैन, बिजुली बत्तीहरू छ कि छैन, होइन, अब घरमा इन्टरनेटको सुविधा छ कि छैन, चर्पी छ कि छैन, खानेपानीको सुविधा कस्तो छ, सबै कुराहरूको विवरण चाहिँ यो पारिवारिक विवरणमा लिन्छ। साँच्चै विशाल दाजु, यी कुराहरू बाहेक पारिवारिक विवरण अरू के सोधिन्छ त? अब जस्तो कि घर जग्गा महिलाको नाममा छ कि छैन, अनि परिवारले कृषि बाहेक अन्य कुनै घरेलु उद्योगहरू गरेको छ कि छैन, छ भने के उद्योग गरेको छ, अनि परिवारको सदस्य चाहिँ विदेश गएका छन् कि छैनन्, गएको छ भनेदेखि उसको उमेर, उसको लिङ्ग, उसको शैक्षिक योग्यता, यहाँसम्म कि ऊ विदेश जानेको कारण पनि सोधिन्छ। अनि व्यक्तिगत विवरण नि? अब व्यक्तिगत विवरणमा चाहिँ अब लिङ्ग, उमेर, शैक्षिक योग्यताको तह, क्षेत्र, भाषा, धर्म, वर्ण, जात, जाति, नागरिकता, वैवाहिक स्थिति, अपाङ्गताको स्थिति लगायत धेरै कुराहरू सोधिन्छ। अनि कस्ता कस्ता व्यक्तिलाई कहाँबाट गणना गरिन्छ त विशाल बाबु? अस्थायी आफ्नो घरै गएर बसोबास गरेकाहरूलाई चाहिँ जनगणनाको अवधिमा घरैमा गएर गणना गरिन्छ। तर आफ्नो स्थायी घर नभएको चलायमान व्यक्तिको हकमा भने गणना गर्ने अवधिमा अक्सर बसोबास गरेको व्यक्ति अर्थात् 6 महिनादेखि बसोबास गरिरहेको वा अक्सर बसोबास गर्ने मनसाय भएका व्यक्तिहरूलाई उनीहरू हाल बसोबास गरेको स्थानबाटै गणना गरिन्छ। अनि विशाल भाइ, यो अपाङ्गता भएका मान्छेहरूको गणना चाहिँ सामान्य मान्छेको सरह हुन्छ कि अलिक फरक हुन्छ? अपाङ्गता भएकाहरूको विषयमा त झन् विशेष महत्त्वका साथ उनीहरूको विवरण लिइन्छ। अब घरमा अपाङ्गता भएका व्यक्ति छन् कि छैनन्, छन् भने उनीहरूको अवस्था के हो लगायतका थुप्रै विवरणहरू चाहिँ त्यसमा समेटिन्छ। विशाल दाइ, घर घरमा आएर गणना गरिन्छ भन्नुहुन्छ। ब्यारेक, होस्टेल, वृद्धाश्रम, परिवार बस्ने घर जस्तो त होइन, त्यहाँ बस्नेहरूको त गणना गरिँदैन होला नि अघि? अनि किन नहुनु? अनाथालय, वृद्धाश्रम, अब यो होस्टेल, ब्यारेक सबै ठाउँमा जनगणना गरिन्छ नि, छोड्ने कुरा हुन्छ? उहिलेको भन्दा अहिलेको जनगणना बडो परिष्कृत पो भएर आएछ। विशाल दाजुसँग एउटा काम थियो। ओहो, हे तेरो कुरामा कस्तो बिर्सेछु मैले त। म वास्तवमा तिमीलाई नै भेट्न भनेर घरबाट निस्केको। के हो तिम्रो कुरा, ल भन। विशाल दाजु, कुरा अलिअलि त्यस्तै छ। अहिले घरमा खाना पाक्यो, सबैले कुरेर बसेका छन्। म घर गएर खाना खाएर हजुरको घरमै आउँछु, अनि सबै कुरा भन्छु नि, हुँदैन? अरे दाजु, चियाको पैसा लेख्नुहोस् है। ल घरमै आऊ। ए म पनि जान्छु, आउन भरे दाइ मेरो खातामा लेख्नु है। ल मैले लाग्यो। ल भरे दाइ, त्यो अघि मेरो चियाको पैसा दिइसके छ है। ल हस् नमस्कार। नमस्कार। साँच्चै होइन है, स्वाट आयो गफै त्यत्तिकै भुल्यो। मैले त दाइको हालखबर सोध्नु बिर्सेछु, के छ दाइको हालखबर? साँच्चै भनौँ, हजुर, विशाल भाइसँग भेटेपछि मेरो हालखबर झन् राम्रो भएको छ। तिमी जस्तो जान्ने सुन्नेको मुखबाट एक दुईवटा ज्ञानका कुरा सुन्न पाइयो है, मलाई एकदमै खुसी लागेको छ। किनभने नि, म आज एउटा कुरा साँच्चै नै भनौँ भने एउटा कुरा भन्छु, भाइ आज घरमै बस्ने कि बाहिर निस्किने कार्यक्रम छ? नै म अब 4-5 दिन गोष्ठीतिर अलिक व्यस्त भइयो, थाकेको पनि छु। मैले चाहिँ आज थकाइ नै मारौँ भन्दैछु, तर होइन सानो काम छ भन्नुहुन्छ भने म हाजिर छु नि दाइ। के दाइले भने? होइन भाइ आउने होइन, म आफै आउँछु। किनभने नि यो जनगणना भनेको मेरो आफ्नो प्यार विषय उहिले भयो नि काम गर्ने है, त्यसबारे अझ मलाई 2-4वटा कुरा भाइसँग जान्नु बुझ्नु छ, त्यही भएर म आउँछु। हुन्छ? दाइलाई त एकदम स्वागत छ नि घरमा। दाइसँग बसेर कुरा गर्न पाउनु मेरो लागि त गर्वको कुरा हो। ल भयो ल जाओस् भाइ, ल म आउँछु है। ल म पर्खेर आउँछु दाइ। मेरै घरको चाहिँ नक्सा राखेको छ, मोबाइल काम गर्छ। ए हर दाइ त यहीँ पो आउनुभयो त। विशाल दाइ तपाईँको पसलमा आउँछु भन्नुभएको थियो, हुनुहुन्न अहिले? किन भेट्न पर्यो नि तिमीहरू जस्तो 2 आने 4 आनेले? त्यो जनगणनाको बारेमा कुरा गर्दै हुनुहुन्थ्यो अघि भेट्या बेलामा, त्यसको बारेमा बुझ्नु पर्ने छ क्या दाइ, त्यही भएर भेट्न खोज्या। ए
ऊ अहिले भर्खर घर गए, आज दिनभरि घरमै बस्छु भनेका छन्। काम भए उतै गएर भेटे भइगयो नि। हरि दाइले भनेको कुरा एकदम राम्रो हो। हेर केटा हो, अब आफ्नो घरमा जाउँ, टन्न खाना खाउँ, अनि उही विशाल दाइकोमा भेटौँला। ल केटा हो, अरू कुरामा मेरो विचार नमिले पनि यो कुरामा चाहिँ तिमीहरूसँग ठ्याक्कै विचार मिल्यो। म पनि भात सात खाएर उतै जाने हो। ल उतै भेटौँ है। न उमेर मिल्ने न विचार मिल्ने यो हरिदाई जस्तो मान्छेलाई पनि हामीसँग जोडाउने यो जनगणना भने त ठुलो चिज पो रहेछ। अरू कामलाई थाती राखेर भने पनि यो बारेमा चाहिँ बुझ्नै पर्छ। विशाल दाजु, मेरो घरको अवस्थाले गर्दा जागिर नखाइ नहुनेछ। त्यही भएर अघि हजुरलाई मैले जनगणना गर्नको लागि धेरै कर्मचारीहरू चाहिन्छन् भनेर सोधेको थिएँ नि। मेरो कुरा बुझ्नुभयो होला नि? बुझेँ। तिमीले भन्नु खोजेको कुरा मैले प्रष्टसँग बुझेँ, तर घरको अवस्था भनेर यो पढाइ नै छोड्ने कुरा चाहिँ म मान्दिनँ है। त्यो चाहिँ मलाई ठिक लागेन। यो अन्तिम अवस्थामा पुगेको पढाइ स्याट्ट तिमीले अहिले पास मात्रै गऱ्यौ भने तिमीले जागिरी खोज्ने होइन, जागिरी चाहिँ तिमीलाई खोज्ने हुन्छ। हुन त हो, त्यही पनि आफूलाई कस्तो आपत परेको छ। हेत्तेरी आपत भनेर हरेस खान हुन्न क्या। विशाल भाइ, म त आएँ। यस्तै उस्तैको के कुरा भयो र? मुख्य कुरा जान्नु बुझ्नु हो, आफूलाई बुझ्नै पुगेको छैन। त्यसैले म त पसलै बन्द गरेर ऊ बेलामा आफूले गरेको कामभन्दा अहिले जनगणनामा आएको कार्यशैलीको परिवर्तनले म त दङ्गै परेको छु। अब त्यो बेलाको राजनीतिक शासन व्यवस्थादेखि संविधानसम्म सबै कुराको परिवर्तन भएर राज्य पुनर्संरचना समेत भइसक्यो। त्यस कारण कतिपय कुरामा फरक त भइ नै हाल्छ। तर नेपालमा 10 वर्षमा जनगणना हुने नीतिमा चाहिँ अहिलेसम्म फेरबदल आएको छैन है दाइ। गाउँमा घर घरमा पुगेर गरिने जनगणना हाम्रै गाउँपालिका नगरपालिकाले गर्ने त होला नि, होइन? त्यसो भन्नुभन्दा नि यो काम चाहिँ प्रदेश सरकार र स्थानीय निकायको समन्वयमा नेपाल सरकार केन्द्रीय तथ्याङ्क विभाग आफैले गर्छ। नमस्कार। होइन, यो जनगणना गरेर के हुन्छ विशाल दाइ? किन गर्न पर्यो मान्छे? अरे ल सुन, यो राष्ट्रिय जनगणना 2078ले 43,000 गणक र 9,000 सुपरिवेक्षक गरेर 52,000 बेरोजगार युवाहरूको लागि आंशिक रोजगारी सृजना गर्छ। त्यसपछि राष्ट्रिय जनगणनाबाट देशमा यौनिक तथा लैङ्गिक, त्यसमा पनि अन्य लिङ्गी र अपाङ्गताको अवस्था अनि सङ्ख्या प्रष्ट पार्छ। अनि अल्पसङ्ख्यक, आदिवासी, जनजाति यी सबैको वास्तविक सङ्ख्या कति छ देशमा त्यो प्रष्टसँग थाहा हुन्छ। र त्यसको मद्दतले हामीले उनीहरूको लागि चाहिने सामाजिक सुरक्षा भत्ताहरू, बेरोजगार भत्ताहरू र सम्पूर्ण सुविधाहरू जति पनि उनीहरूलाई वितरण गर्ने हो, त्यो कामको लागि नीति कार्यक्रमहरू बनाउन, योजना बनाउनको लागि यो जनगणनाले चाहिँ एकदमै मद्दत गर्छ। अनि यो जनगणनाले देशमा कुन ठाउँमा कति जनसङ्ख्या छ, घरधुरी कति छन्, पढे लेखेका मान्छे कति छन्, कति जग्गा जमिनमा खेतीपाती भइराखेको छ, पशु पन्छीहरू कति छन्, यस्ता सबै कुराहरू छर्लङ्ग थाहा हुन्छ। र देशमा कहाँ चाहिने खानेपानी, पुल, बाटोघाटो, स्वास्थ्य, शिक्षा, सिँचाइ, अब आवासहरू के कति आवश्यकता छन्, ती सम्पूर्ण कुराहरू चाहिँ त्यो तथ्याङ्कबाट प्रष्ट देखिन्छ क्या। त्यही तथ्याङ्कलाई हेरेर राज्यले चाहिँ नि आवश्यकता अनुसार सबैतिर बन्दोबस्त मिलाउने। अनि दाइ, तपाईँले भनेअनुसार त यो जनगणना भएपछि हामीलाई चाहिने सम्पूर्ण आधारभूत कुराहरू त सरकार आफैले पो व्यवस्था गरिदिने रहेछ त? हो त, यो जनगणना गरेर पनि सरकारले यो देशको विकासको लागि चाहिने सम्पूर्ण बन्दोबस्त चाहिँ मिलाउने हो क्या। त्यसो भए दाइ, बेला बेलामा नेताहरू आएर सरकारले होइन आफ्नो गाउँ आफैले बनाउने हो भनेर किन भन्छन्?
भन्दाखेरि कस्तो नबुझ्या हामीले आफ्नो गाउँको विकास आफै गर्ने हो क्या तर आफैले गर्ने भन्दैमा हचुवाबाट त्यत्तिकै गर्ने कुरो त भएन नि त्यसको लागि योजना बन्नु पर्यो योजना स्वीकृत हुनु पर्यो त्यो बजेट हाम्रो गाउँमा आउनु पर्यो बल्ल त्यो गाउँमा आएको बजेटलाई हामी आफै गाउँलेले मिलेर नियमअनुसार खर्च गरेर विकासमा लगाउने त्यसो भने पो त आफ्नो गोडामा आफै टेकेर बस्नुपर्छ भन्ने कुरा सिकाएको विशाल भाइ अब फलान ठाउँमा बाटो बन्ने भयो फलान ठाउँमा त पुल बन्ने भयो अनि फलान ठाउँमा त स्कुल पो बन्ने भयो अरे भने बेला बेला सुनिन्छ नि हो यो सबै कुराहरू भनेको त्यही जनगणनाबाट प्राप्त तथ्याङ्कको आधारमा राज्यले योजना बनाएर नियमसङ्गत ढङ्गले गर्ने त्यसपछि हाम्रो गाउँको मात्र होइन यो देशकै विकासको ढोका खोल्छ अनि गर्नुहोस् काम बेच्नुहोस् जग्गा कमाउनुहोस् सम्पत्ति नियमले दिएको जे काम पनि गरे भयो नि त्यसपछि त होइन दाइ मैले नबुझे एउटा कुरो चाहिँ घरधुरी परिवार कृषि व्यवसाय आय आर्जन यो सबै कुराको तथ्याङ्क चाहिँ किन चाहिँदैछ सरकारलाई त्यही त सबै हाम्रो आम्दानी र व्यवसायको बारेमा फ्याट बोल्दाखेरि भोलि हामीलाई समस्या पर्यो भने कस्तो कुरा गर्छ यो भयो भने भन्ने त कुरै हुँदैन नि हुन्छ समस्या जस्तो घरकै समस्या हुन्छ सरकारले मागे भन्दैमा आफ्नो सबै व्यक्तिगत विवरण आफ्नो कारोबार सबै बताउला जस्तो लाग्दैन मलाई त होइन त्यो कुरा त अति गोप्य हुन्छ के कसो विशाल भाउ हो नि व्यक्तिगत विवरण त एकदमै गोप्य राखिन्छ त्यो त कहाँ बताइन्छ त्यही त पहिला ध्यान दिएर विशाल भाइको कुरा त सुन तिमीहरू अनि भनौँ न व्यक्तिगत विवरण चाहिँ एकदमै गोप्य राखिन्छ प्रकाशनै गर्नु पर्यो भने पनि सामूहिक रूपमा मात्र त्यसलाई प्रकाशन गरिन्छ क्या कुनै पनि व्यक्तिको व्यक्तिगत विवरण नामै तोकेर त कहिले पनि प्रकाशित गरिँदैन यदि चाहिँ ढुक्क हो कि सरकार पो हो त भाइ त्यसै हुन्छ अनि दाइले मुखले भनेर मात्र हुन्छ भोलि अप्ठ्यारो पर्यो भने त परिहाल्यो नि यसको ग्यारेन्टी चाहिँ के छ नि अरे राष्ट्रिय जनगणनामा सङ्कलन गरिने कुनै पनि व्यक्तिगत विवरणलाई कानुनी प्रमाणको प्रयोजनको रूपमा करको प्रयोजनको रूपमा कतै पनि प्रयोग गर्न पाइने छैन भनेर तथ्याङ्क ऐन 2015 र राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश 2076 मा प्रष्टसँग लेखेकै छ के अब यहाँभन्दा विश्वासिलो आधार त म के गरौँ भन्नु हो तिमीलाई कस्तो ए हो है दाइ त्यसो हो भने त जनगणनाले विकासको आधार तय हुन्छ र विकासको आधार तय भएपछि ढिलो चाँडो देशको विकास त भइ नै हाल्छ अनि देशको विकास भएपछि हाम्रो पनि त विकास होला नि होइन त दाजु विशाल भाइ यिनीहरू नि कुरा सुन्यौ नि आखिर यिनीहरू राम्रा विद्यार्थी हुन् नि 2 आना र 4 आना पढे मात्रै हुन् यिनीहरूलाई आज राम्रोसँग बुझाइदियो भए यिनीहरूलाई बाटो लगाउनु पर्छ हामीले कुरो के भने छन्दलाल देशको विकास भनेकै जनताको विकास हो क्या जनगणना विकासको एउटा आधार बन्यो त्यसैले हामीले यो जनगणना सफल पार्नको लागि सबैले सहयोग गर्नुपर्छ सहयोग त गर्ने तर कसरी हामी कर्मचारी होइनौँ कर्मचारीले मात्रै सघाउने होइन नि भाइ नागरिकले पनि त सघाउन सक्छन् आफ्नो ठाउँबाट कसरी दाइ नम्बर 1 यो काम सरकारले हामी जनताकै लागि गर्न लागेको हो भनेर बुझ्नु पर्यो नम्बर 2 गणकहरू घर घरमै आउनुहुन्छ आउनु भएन भने बोलाएर भए पनि आफ्नो विवरण भर्न लगाउनु पर्छ नम्बर 3 कोही नदोहोऱ्याउन् र कोही नछुटुन् भन्ने भावना मनमा हुनु पर्यो अनि मेरो गणना मेरो सहभागिता भन्ने ठानेर यो अभियानलाई आफ्नो कर्तव्य नै सम्झिनु पर्यो ओहो नमस्ते सबैजना नमस्कार आज दाइ पनि आउनु भएको रहेछ सन्तु तिमी त पढाइमा निकै राम्रो थियौ त म त निकै प्रगति गर्छु कि भन्न ठानेको थिएँ खै दसैँ तिहार आए त्यो हातमा लङ्गर पूर्जा अघि पछि त्यही हातमा लाल पूर्जा होइन के पारा हो तिम्रो यो सरी म्याम जनगणनामा 52,000लाई रोजगारी खुल्दैछ अरे त्यही काम गर्ने हो र सरकारको यो योजना सफल बनाउने हो ल ल जागिर चाहिँ खानेकुरा गर्दै गरौँ
म चाहिँ चिया बनाएर लिएर आउँछु। होइन बुहारी, भर्खर तिमी बाहिरबाट आयो थाकेर आराम गर, चिया पछि खाऊ। के भयो त, मलाई पनि त खानु पर्छ है। धेरै धेरै धन्यवाद छ विशाल दाजु तपाईँलाई, हामी सबैलाई सही बाटो देखाइदिनु भएको। विशाल दाई, यो जनगणनाको बारेमा त मलाई के पनि थाहा रहन्छ। आज तपाईँले धेरै कुरा बताएर मेरो आँखा खोलिदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। अब त मलाई कहिले जनगणना आउला जस्तो भइसक्यो। हो, विशाल भाइबाट तिमीहरूले जनगणनाको बारेमा धेरै कुराहरू सिक्नु छ, बुझ्नुपर्छ र आफूले बुझेको कुरा सारा गाउँलेहरूलाई बुझाउँदै जानुपर्छ। यसो गर्यो भने तिमीहरू जागिर खान लायक बन्नेछ र राज्यले नागरिकबाट राखेको अपेक्षा पनि पुरा हुन्छ। के कसो विशाल भाइ? हो, यो चाहिँ हरिदाले एकदम सही कुरा गर्नुभयो है। यदि यसै गरी देशका सम्पूर्ण भागबाट हाम्रा युवाहरू जाग्ने हो भने नि मलाई लाग्दैछ यसपालिको जनगणना केवल जनगणना मात्र नभएर जनचेतना भएर आउनेछ। हो त यार, नाम पनि विशाल, काम पनि विशाल।